So hello guys, welcome to my YouTube channel. हजुरहरूले धेरै पछि यो मान्छे कहाँ गयो भन्नु चाहिँ सोच्नु भयो तपाईँहरूले। म कहीँ पनि गएको छैन, म घरमै थिएँ। मैले भिडियो गर्न कति छोडेको त धेरै भयो। अब आज पनि गर्दैछु, मैले राम्रो भिडियो हाल्छु। तपाईँहरूले भरे हेर्नु सक्नुहुन्छ युट्युब च्यानलमा। फेरि गएर हजुरहरूलाई म मेरो लिङ्क लागिदिन्छु, कि त गरिराख्छु म मेरो बाटो यस्तो छ। हाम्रो दाजु बजार आउनु हुनुहुन्छ किन दाजु? बाटो चाहिँ ओभरै डेन्जर यहाँको त के गर्नु, हेर हिँड्नै पर्छ अब। लाइक होइन, म नै घरमा बस्दा बस्दा अब आज दाजुहरू आएको हो। Oh my god, oh my god. So guys, हेर गाह्रो छ भ्लगर भएपछि। दसैँ के म त सुन्ताएर आयो के सिसिङ रहेन भने त बनाउनु जस्तो बनाउनु त सक्दिनँ होला, बट म मेरो राम्रो गर्नेछु भ्लग। हाम्रो दाजु कहाँ आउने हुनुहुन्छ? यस्तो खरा छ। तपाईँहरूले यति आउनु मन छ भने आउनु घुम्नलाई। बाटो चाहिँ राम्रै हो, तर अलिकति अप्ठ्यारो भयो। अघिल्ला त्यो हामी माथिबाट आउँदा चाहिँ अलिकति झन् त्यहाँ चाहिँ लडी पठाएको यहाँ गाडी सेम लागेको। गाडी चाहिँ मलाई के याद आयो भन्दा त मलाई यो चाहिँ हाम्रो गाउँ अब लागेको गाउँको बाटो यस्तै हुन्छ नि त, अप्ठ्यारो। आधी बाटो यस्तो हुन्छ, आधी बाटो चाहिँ के अरे पिच गरेको सम्म बाटो हुन्छ नि। सेम लागेको उता के अरे कहाँ भन्नु अब, खुर्को त होइन, खुर्को साइड हो यस्तै यस्तै। हामी जाँदैछौँ यसरी। त्यही हो गाइजहरू, दादाहरू राम्रोसँग घुम्नु आउनु होला। अलिकति के अरे आज चाहिँ पानी परेर अलिअलि, अब पानी त धेरै जग्गातिर परिहाल्छ अहिले, पानी पर्ने नै हो। लाइक पानी पऱ्यो भने त पनि बिस्तारै आउनु होला। बाटो चाहिँ अलिकति चिप्लो छ अलिअलि, यस्तो छ अप्ठ्यारो बाटो होइन गाइजहरू।